साबिकको 1 नम्बर उपरगाडादेखि चैकोटसम्म घरदौलो गर्दै जाँदाखेरि भोट माग्दै जाँदाखेरि जुन उहाँका टोलवासीहरूले जुन एजेन्डा राख्नु भएको थियो चुनाव जितिसकेर मेरो यो यस्तो समस्या छ हाम्रो गाउँमा र चैकोटदेखि उपरगाडासम्म जुन दाजुभाइसँग मैले जे बोलेको थिएँ अथवा जुन समाज जुन टोलसँग मैले जे बोलेको थिएँ त्यो एकाध रूपमा मैले योजनाहरू सम्पन्न गरिसकेको छु। त्यो संयोगले त्यहाँको दाजुभाइले जसले अध्यक्ष के अरे त्यहाँको के अरे उपभोक्ता समितिको अध्यक्ष बनाउँछ ठ्याक्कै अर्थ के जान्छ भने त्यो त अध्यक्षको नजिकको त्यो मान्छेलाई योजना दियो भन्ने हुन्छ। पहिला त गाउँ समाजलाई थाहा छ म आइसकेपछि मैले कति बजेट पाएँ। आर्थिकका 9वटा टोलमा अनि 34 लाखले के पुग्छ, एउटा विद्यालयको भवनै बनाउन पुग्दैन। जनताको बुझाइमा र जनताको बुझाइमा चाहिँ अब यी चाहिँ हामीले भोट दिइहाल्यौँ जितिहाल्यो यहाँको तलब पनि के अरे सेवा सुविधा पनि खान्छन् उता भारो पनि कमाउँदैछन् भन्ने मनसाय अब त्यो जानु पनि स्वाभाविकै। यो के अरे कार्यकालमा अथवा यो मान्छे होला उहाँहरूको इबी होला मनमा के अरे रिसिभ होला त्यसलाई तर त्यो रिसिभी र त्यो के अरे मनमुटावलाई चाहिँ योजनासँग र विकासको कुरामा चाहिँ जोड्नु हुँदैन भन्ने मेरो मान्यता हो। नमस्कार, आज हामी डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 5 काडामाडौँमा आइपुगेका छौँ। गाउँपालिका भरिको सम्भवतः सबैभन्दा कान्छो वडा अध्यक्ष पनि क्यामेराको फ्रेममा तपाईँले देख्दै हुनुहुन्छ। वडा नम्बर 5 का वडा अध्यक्ष खड्क साउद हुनुहुन्छ। आज हामी समग्र रूपमा वडा नम्बर 5 काडामाडौँको अवस्थाका बारेमा उहाँ निर्वाचित भइसकेपछि के कति विकास भयो त भन्ने संवाद गर्न थालिराखेका छौँ। सर्वप्रथम यहाँ निर्वाचित भइसके पश्चात 3 वर्षको अवधि के काम गर्नुभयो यहाँले? यो वडामा प्रवेश गर्दै गर्दा कार्तिक 22 मा भूकम्पले नै च्यापिहाल्यो हामीले। सुरुवाती अवस्थामा कार्तिक 22 मा भूकम्प गइसकेपछि उता के अरे पूर्वी चौकी 3 गैरे गाउँमा ज्यान गुमाउनु भयो उहाँप्रति मेरो हार्दिक श्रद्धाञ्जली। केही कुरा फलो गर्दै जाने हो। मभन्दा अघिल्लो के अरे निर्वाचित वडा अध्यक्ष पूर्व वडा अध्यक्षको पनि केही कामहरू योजनाहरू अधुरा छन् त्यसैमा टेकेर अथवा उहाँहरूले बनाएको लेसन प्लान हामीले पनि हिँड्ने हो होइन। यदि राम्रो पक्ष छ भने के अरे राम्रो पक्षलाई सँगै लिएर जाने हो, सुधार गर्दै जाने। यदि अलि त्यो के अरे भनौँ न आउटलाइनतर्फ छ भने त्यसलाई पनि हामीले सुधार गर्दै जाने हो। उहाँको लेसन प्लान अनुसार उहाँमै टेकेर हामीले काम गर्ने हो पछिल्लो पिँढीले है। फेरि अनि भूकम्प जाँदै गर्दाखेरि अनि सुरुवातमा चाहिँ भूकम्पले चाहिँ पीडा दियो हामी निर्वाचित भइसकेपछि र एकदमै दुःखदायक घटना भयो र यहाँका भनौँ न पूर्वी चौकीवासी विशेष गरी काडामाडौँवासी सम्पन्न चाहिँ मानवीय क्षति नभए तापनि भौतिक क्षति चाहिँ यहाँका घरहरू चाहिँ भत्किने र बस्न लायक नभएका घरहरू चाहिँ सबभन्दा सङ्ख्यामा चाहिँ पूर्वी चौकी 5 मा रहेको थियो काडामाडौँमा। त्यो अवधिमा सुरुवातमा गुजर्दै हामी बजेट विनियोजनदेखि लिएर राहतका कुराहरू हामीले वडाले सक्ने जति वडाले र गाउँपालिकाले अनि त्यसपछि प्रदेश र केन्द्रले त अहिलेसम्म हेरेको छैन बजेट के अरे यो राहतको विषयमा। विभिन्न सङ्घ संस्थाहरू गैर सरकारी सङ्घ संस्थाहरूले चाहिँ टेन्डरदेखि लिएर अस्थायी टोहरादेखि लिएर त्यसको चाहिँ हामीले चाहिँ हामी मार्फत गाउँपालिका एक दर प्रणाली मार्फत चाहिँ सहयोग गरेको थियौँ। त्यसपछि त्यसको सुधार पक्षमा र कसरी चाहिँ पुनर्निर्माण गर्न सकिन्छ यहाँहरूका के अरे जनताहरूलाई चाहिँ कसरी हामीले चाहिँ आवासमा आफ्नै घरमा बस्ने के अरे अनुभूति दिलाउनुपर्छ भन्ने तरिकाले चाहिँ हामी पुनर्निर्माणको उसमा लाग्यौँ। अनि के अरे प्रदेशदेखि केन्द्रसम्म डेलिगेसन लिएर नै गाउँपालिका अध्यक्ष जानुभयो। हामी पनि गयौँ वडाको तर्फबाट प्रदेशसम्म हामी पनि गएको थियौँ। त्यो गर्दाखेरि प्रदेश र केन्द्रको चाहिँ सुनाइ नहुँदाखेरि चाहिँ थोरै गाउँपालिकाको रकमले चाहिँ अब पुरै चाहिँ यो बस्ती चाहिँ पुनर्निर्माण गर्न असम्भव भएको कारणले गर्दाखेरि केही एकाध रूपमा चाहिँ हामीले गैरे गाउँबाट सुरुवात गऱ्यौँ। गैरे गाउँबाट पनि 10वटा घर पहिलो प्राथमिकता दिने मृतकका घर जोडेर र बढी क्षति भएको घर भनेर त्यो तरिकाले चाहिँ हामीले पहिलो वर्षमा चाहिँ गैरे गाउँबाट सुरुवात गऱ्यौँ घर पुनर्निर्माणको अवस्थामा। वडा नम्बर 5 मा चाहिँ भूकम्प पछाडि चाहिँ कति घरहरू चाहिँ पुनर्निर्माण भए, कति चाहिँ आवासविहीनहरूले अस्थायी टहरा पाए, के उदाहरणहरू छन् हामीलाई बताउन सक्नुहुन्छ? त्यस्तोमा चाहिँ पुनर्निर्माणको हकमा चाहिँ अब खासमा के हो भन्दाखेरि अब तत्काल पुरै के अरे गाउँपालिकाको नक्सा पासदेखि लिएर सबै कुरा पूर्णसम्म त उहाँहरू अहिलेसम्म बनिएको छैन। लगभग 82 जाँदाखेरि पनि 82 को के अरे सुरुवात हुँदासम्म पनि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन।
तर अब उहाँहरूलाई पनि कति पर्खाइमा राख्ने भन्ने किसिमले चाहिँ सामान्य गाउँपालिकाको नक्सा जस्तै अब कसैले आफ्नो निजी के अरे पैसाबाट घर लगाउन सक्नुहुन्छ भने तपाईँ यो तरिकाले लगाउँदा चाहिँ भोलि यदि पुनर्निर्माणको के अरे कुरा आयो माथिबाट पैसा रकम छुट्यो भने त्यसलाई चाहिँ प्राथमिकता दिन सक्छ, प्राविधिक सल्लाह अनुसार घर लगाउनुहोस् भन्ने कुरा जानकारी दिइसकेपछि लगत्तै हामीले चाहिँ अब काडामाडौँको हकमा चाहिँ लगभग 95वटा चाहिँ अस्थायी टहरा, टिनका अस्थायी टहरा लगभग 90,000 हो कि समथिङ 1 लाखसम्म त्यसलाई बजेट हुने गरेर हामीले चाहिँ के अरे 95वटा टहरा बनाएको छौँ। जस्तै बरगाना छ, त्यही तल धानुकाँडातिरहरू पनि छ, बट्ला गाउँमा पनि छ, अनि त्यसै नयाँघरमा पनि छ, बोगटी गाउँमा पनि छ। जसको अवस्था घरको अवस्था हेरेर हुन त सबै दाजुभाइहरूको घर सर्किया चाहिँ 150 घरधुरी मध्ये 150 घरधुरीमा 150 का 50 के अरे घरहरू चाहिँ चर्किएको छ। त्यसभित्र पनि को चाहिँ अलिकति भनौँ न बढी चर्किएको र अलि बस्न लायक छैन भन्ने कुरा त प्राविधिकले दिने हो, हामीले दिने होइन। त्यसको प्राविधिकको सल्लाह अनुसार चाहिँ त्यसरी छनौट गरेर अनि एउटा रेड क्रस मार्फत चाहिँ हामीले त्यसरी अस्थायी टहराहरू बनाएको थियौँ। त्यसो भए यहाँको 3 वर्षीय कार्यकालमा चाहिँ भूकम्प पीडितहरूका लागि वडा नम्बर 5 का पनि जति टहरा 95वटा टहराहरू निर्माण भयो, जुन चाहिँ गैर सरकारी संस्था र सँगसँगै गाउँपालिकाको सहकार्यमा। त्यो टहराहरूमा अहिले साँच्चीकै मान्छे बसोबास गर्ने अवस्था छ अथवा ती मान्छेहरू चाहिँ अहिले टहरामा ताला लगाएर भाडातिर धन कमाउन व्यस्त छन्, अनुगमन गर्नु भएको छ? अब लगत्तै त्यतिखेरको अवस्था चाहिँ पाल्न भन्दा टहरामा बस्न ठिक छ र घरको अवस्था हेर्दाखेरि जुन के अरे भूकम्पको धमधमी उहाँको मन मस्तिष्कमा जुन त्यो तरङ्ग भिजेको थियो, त्यसले गर्दाखेरि माथि यस्तो घरमा बस्दाखेरि चाहिँ माथि अनाज छ, बिचमा हामी छौँ होइन, त्यस्तै काठको लोड छ, त्यसै माथिबाट पत्थरको लोड छ, पोडाको लोड छ। त्यस्तो लोडमा चाहिँ यस्तो क्षति हुँदो रहेछ। त्योभन्दा अथवा यो काठको चाहिँ एक ताले अथवा भुइँ ताले यो यस्तो टहरा बनाउँदाखेरि चाहिँ यहाँ बस्दाखेरि चाहिँ सुरक्षित हुँदो रहेछ भन्ने महसुस भइसकेपछि उहाँहरूले केही 2-4 महिना, कसैले त 1-2 वर्ष कोही त अहिलेसम्म पनि बसिराखेका छन् होइन। किनभने उहाँहरूलाई जब कि उहाँहरूले घर पनि के अरे लाउनु भएको छैन, जो पुरानै यथास्थितिमा छ त्यही घरमा छन्। तर कतिपय आफ्नो ज्यानको सुरक्षाका लागि अब बुझेका मान्छे दाजुभाइहरू चाहिँ अहिलेसम्म टहरामा छन्। अब कसैले कस्तो अवस्था देखिन्छ भने हामी पनि अब गाउँमै जाँदाखेरि तलमाथि टोलहरूमा यसो घुम्दाखेरि अब कसैले त्यो फ्रीमा आएको चिज हो यसलाई लिनुपर्छ, म के अरे यसमा छु, के अरे मेरो यो क्षतिग्रस्त भएको छ अहिले लिउँ। अब भोलिको दिनमा कहिले दाउरा राख्ने बनाउला, कसैले घाँस राख्ने बनाउला भन्ने त्यस्तो मनसायका पनि 2-4वटा हामीले अनुगमन गर्दाखेरि त्यस्तो पनि भेटिएको छ। र अब कोही दाजुभाइहरू त अब उनको आर्थिक अवस्थादेखि लिएर सबै कुरा पाल्नुपर्छ, घर परिवारदेखि फ्यामिली सबै कुरा पाल्नुपर्छ, रोजगारको सिलसिलाको लागि त जानै पर्ने बाध्यता हुन्छ। यहाँको 3 वर्षीय कार्यकाल लगभग भूकम्प पीडितको पुनर्निर्माणका लागि सक्यो। 3 वर्षीय भूकम्पको पुनर्निर्माणमा र उहाँहरूको चाहिँ आवासहरू निर्माण गर्नुपर्छ, त्यसैमा चाहिँ हाम्रो यो 3 वर्षीय कार्यकाल अथवा 5 वर्षीय कार्यकाल त्यसैमा जान्छ भन्ने कुरा होइन। गाउँघरमा जुन मैले चुनावमा उठ्दाखेरि जगजाहेर गर्दाखेरि चाहिँ जुन घर दैलो गर्दाखेरि जुन दाजुभाइ अथवा जुन टोलमा चाहिँ के समस्या उहाँहरूले मसँग राख्नु भएको थियो, त्यो समस्याको पनि म बिस्तारै सानोतिनो अब कसैले अब भनौँ न सार्बिकको 1 नम्बर उपरगाडादेखि चैकोटसम्म घर दैलो गर्दै जाँदाखेरि, भोट माग्दै जाँदाखेरि जुन उहाँका टोलवासीहरूले जुन एजेन्डा राख्नु भएको थियो, चुनाव जितिसकेपछि मेरो यो यस्तो समस्या छ हाम्रो गाउँमा, कसैका व्यक्तिगत पनि होला नि होइन, गाउँको यस्तो समस्या छ भन्दाखेरि ल ठिक छ भन्दै मैले टिप्दै डायरीमा टिप्दै अहिलेसम्म मैले मनन गरिराखेको छु। र चैकोटदेखि उपरगाडासम्म जुन दाजुभाइसँग मैले जे बोलेको थिएँ अथवा जुन समाज जुन टोलसँग मैले जे बोलेको थिएँ त्यो एकाध रूपमा मैले योजनाहरू सम्पन्न गरिसकेको छु र एकाध रूपमा गर्न बाँकी नै छ। र त्यसभित्रमा पनि अब कसैलाई अब व्यक्तिगत लाग्छ भने त्यो कुरा अब बेग्लै कुरा हो। र खासमा टोल स्तरमा योजना जाँदाखेरि एउटा टोलमा ल मानौँ मैले टोलमा जाँदाखेरि यसलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मेरो के अरे भन्न पनि मिल्दैन, गर्नु पनि मिल्दैन। अब त्यो संयोगले त्यहाँको दाजुभाइले जसलाई अध्यक्ष के अरे त्यहाँको के अरे उपभोक्ता समितिको अध्यक्ष बनाउँछ, ठ्याक्कै अर्थ के जान्छ भने त्यो त अध्यक्षको नजिकको त्यो मान्छेलाई योजना दियो भन्ने हुन्छ। उसको व्यक्तिगत योजना होइन नि त, उसले आफ्नो घरको के भन्ने हाम्रो स्थानीय भाषामा उसले फुर्गट्टी बनाएको छैन, घरको जग हालेको छैन, त्यो पैसाले त्यो योजनाले त एउटा खानेपानी होला, बाटो होला,
होइन कुनै ठाउँ के अरे तपाईँको सिँचाइ होला, कुनै ठाउँ पोखरी होला, हो त्यो तरिकाले चाहिँ उहाँहरूले चाहिँ व्यक्ति पो उपभोक्ता समितिको एकजना पर्यो, त्यहाँभित्र 9 जनाको समिति हुन्छ अथवा 12 जनाको समिति हुन्छ, उपभोग गर्ने त त्यस टोलका सबै मान्छे हुन् नि त, त्यो तरिकाले बुझिदिनुपर्छ भन्ने लाग्छ। र हालसालमा मैले योजना हेर्दाखेरि अब सामान्य मैले मुखले भन्दा पनि तपाईँको यो के अरे मिडिया मार्फत भन्नुभन्दा पनि पहिला त गाउँ समाजलाई थाहा छ म आइसकेपछि मैले कति बजेट पाएँ, हाम्रो वडाले कति बजेट पायो र योभन्दा अगाडिको कार्यकालको पूर्व वडा अध्यक्षजीले कति रकम चलाउनु भएको थियो, त्यो तरिकाले पनि जान्छ। उहाँले लगभग पहिलो वर्षमा 1.5 करोड रुपियाँ चलाउनु भएको थियो, यो वडामा 1.5 करोड रुपियाँ वडाले बाँड्नु भएको थियो। हामी फर्स्ट टाइममा आउँदाखेरि 28-27 लाखदेखि लिएर अहिले धेरै हाइस्ट पाएको भने 34 लाख के अरे वडाले पाएको छ। अनि 34 लाखले समग्र यो के अरे साविकका 9वटा टोलमा अनि 34 लाखले के पुग्छ, एउटा विद्यालयको भवनै बनाउन पुग्दैन। हाम्रो यहीँ महालक्ष्मी के अरे आबिमा त्यत्रो के अरे विद्यार्थी सङ्ख्या छ, 250 समथिङ के अरे 300 जना के अरे विद्यार्थी छन्, बालबालिका छन्, भुइँमा बस्नु परिरहेको छ। त्यसका लागि बजेट वडाको सबै बजेट खुनाउँदा पनि पुग्दैन एउटा भवन निर्माण गर्दाखेरि। परदेशमा जान्छु, परदेशमा पनि त्यही पावर र पहुँच र त्यही खल्टीको योजना आउँछ, केन्द्रले के अरे सुन्दैन। अनि त्यो गर्दाखेरि पनि यो पालि हामीले जे जस्तो हुन्छ भन्ने तरिकाले पनि 2 कोठे भवन निर्माण गर्नुपर्छ है। अब मेरो पालामा चाहिँ हाम्रो अब सिद्धिने टाइममा चाहिँ के अरे यो अध्यक्षको पालामा एउटा भवन बनाएर जाउँ भन्ने तरिकाले चाहिँ यो वर्ष चाहिँ हामीले ज्यानतेन गरेर त्यहाँ 2 कोठे बिल्डिङको लागि। तर ठिक छ, मैले यहाँले जस्तो कि यहाँ चाहिँ निर्वाचित भएर आइसके पश्चात जति पनि कर्महरू गर्नुभयो, तपाईँले भन्नुभयो पूर्व वडा अध्यक्षले जुन कदम चाल्नु भएको थियो हामीले त्यसैमा हिँड्यौँ भनेर चाहिँ भन्न खोज्नुभयो। तपाईँले पनि एउटा खाका बनाएर पूर्वी चौकीको वडा नम्बर 5 काडामाडौँलाई चाहिँ नमुना बनाउनु पर्छ, यो खाकामा जानुपर्छ, यो मोडालिटीमा जानुपर्छ भनेर त्यस्तो कुनै पनि योजना बनाउनु भएन होइन। मन लाग्यो तपाईँले चाहिँ जस्तो भनिराख्नु भएको छ, सिडी बनाउनु, खुरकुटी बनाउनु, नहर बनाउनु होइन, मन लाग्यो विद्यालय बनाउनु। मेन कुरा चाहिँ यो ठाउँलाई कुन हिसाबमा चाहिँ चिनाउने, जस्तो कि तपाईँ धान दिवस मनाउनु पनि धान उत्पादन हुने ठाउँ चाहिँ धानुगाडा भनेर चिनिन्छ। तपाईँ धान दिवस कहाँ मनाउन जानुहुन्छ भने लेकतिर मनाउन जानुहुन्छ। सोसियल मिडियामा पनि तपाईँका यी कुराहरू त छ्यापछ्याप्ती लेखिरहेका छ युवा पुस्ताले होइन। मेरो उमेर पनि जेनजी समूह अन्तर्गत पर्दाखेरि म एउटा युवाको तर्फबाट ल यो गर्नुपर्छ है, लाग्नुपर्छ, देश बनाउनुपर्छ, गाउँठाउँ बनाउनुपर्छ, हाम्रो समाज बनाउनुपर्छ भन्ने तरिकाले म पनि यो निर्वाचित यो उसमा चाहिँ मेरो चाहिँ निर्वाचित भएको मान्छे हो। र अब यहाँ पस्दाखेरि चाहिँ अब त्यो कुरा के कसरी चाहिँ भोग्नुपर्छ भन्ने मलाई मात्र थाहा छ कि बुझेको मान्छेलाई थाहा छ, त्यो सन्दर्भमा नजाउँ। र रह्यो अब के अरे धान दिवसको कुरा, धान दिवसको कुरा असाढ 15मा धान दिवस मनाइन्छ। जुन हाम्रो असाढ 15 भनेको विशेष गरी अब किसानहरूले के अरे मानव छोडेर के अरे समय हो। र काठमाडौँको हकमा चाहिँ सबभन्दा उत्पादन हुने क्षेत्र भनेको हाम्रो तल्लो बेल्ट बट्ला गाउँ साबिक यो 4 नम्बर वडादेखि 9 नम्बर वडासम्मको एरिया जुन भूभाग छ त्यो एरियामा चाहिँ धान बढी फल्छ, अन्नको भण्डार जस्तै हो हाम्रो लागि। र त्यहाँ के भयो, धान दिवस किन 1 नम्बर टोलमा अथवा उपरगणामा बनायो भन्ने कुरा गर्दाखेरि अब असार 15मा लगभग तल्लो बेल्टमा चाहिँ एउटा सिँचाइले पर्याप्त एउटा सिँचाइ नहर, ठुलो दोस्रो पहाडी योजना सिँचाइ नहर छ। त्यसले गर्दाखेरि सिँचाइ नहरले गर्दाखेरि उहाँ पर्याप्त रूपमा पानी भएको हुँदा चाहिँ त्यहाँ असार 15 भन्दा अगाडि नै त्यो भनौँ न त्यो खेत रोप्ने काम सिद्धिहाल्यो। जहाँ हामीले टार्गेट गरेको थियो, जहाँ बासमती फल्छ त्यहाँ चाहिँ असार 15मा धान दिवस बनाउनुपर्छ भन्ने चाहिँ हामीले तय गरेको थियो, जहाँ बढी उत्पादन हुने क्षेत्रमा। अब समय त्यो असार 15सम्म पुग्न नसकिने हुँदाखेरि चाहिँ अब कहाँ बनाउनुपर्छ भनिसकेपछि काठमाडौँ बनाउने हो। अब असार 15को दिन चाहिँ कुन ठाउँ पाएको पर्छ त, सबै कुराले गर्दाखेरि नजिक कुन एरिया पर्छ र कुन ठाउँमा चाहिँ रोपाइ छ भन्दाखेरि अनि त्यो दिनको कुराले गर्दाखेरि उपरगणा 1 नम्बर टोल हो। तर उहाँ पनि के अरे खेत नै रोपिन्छ, तर तलको हकमा भन्दाखेरि चाहिँ अलि कम उब्जाउ हुन्छ, फरक यति नै मात्रै हो। उहाँले भन्नुभयो वडा नम्बर 5 भनेको उत्पादनका हिसाबमा धानका लागि र दलहन बालीका लागि, भटमासका लागि प्रसिद्ध ठाउँ हो। र दुर्भाग्यको कुरा के भने तपाईँ र म आवत जावत गर्ने बाटोमा जुन जिआरए गुड नेबर इन्टरनेसनल अर्गनाइजेसनले बनाइदिएको जुन कलेक्सन सेन्टरका नाममा, सङ्कलन केन्द्रका नाममा जुन भवन बन्यो त्यो साँच्चीकै विदेशीको लगानी बालुवामा पानी भयो। अहिले पनि त्यो सङ्कलन केन्द्र तोडफोडको अवस्थामा छ। त्यो निर्माणका लागि बासमती पकेट क्षेत्र काठमाडौँलाई बनाउनका लागि कुनै योजना सोच्नु भएन अहिलेसम्म?
जनताको तपाईँलाई आरोप छ क्या? जिएनआईले यो चाहिँ भवनको बारेमा जुन कुरा उठाउनु भएको छ, जुन अहिले तोडफोडको अवस्थामा छ, सुरुवाती अवस्थामा चाहिँ सहकारीको ठुलो 3 तले बिल्डिङको कुरा भएको थियो र त्यसमा पनि काठमाडौँवासीले चाहिँ लाल पूर्जा दिँदै सहमति हुँदै पनि पूर्व अध्यक्षको पालामा, गाउँपालिका अध्यक्षज्यूको पालामा गाउँपालिका अध्यक्षज्यू दीर्घराज बोगटीज्यू पनि यहाँ यसै 5 नम्बर वडाको बासिन्दा हुनुहुन्छ। त्यो गर्दाखेरि उहाँले पनि सक्नु भएन, सानागाउँतिर 4 नम्बर वडामा गयो। गइसकेपछि अब के गर्नुपर्छ त, अब काठमाडौँलाई के गर्ने भन्दाखेरि चाहिँ जिआइएनले के अरे कुरा गर्दाखेरि अब ल ठिक छ, सहकारीको भवन त हामीले के अरे 4 नम्बरमा भइहाल्यो, कलेक्सन सेन्टर यहाँ भएका फलफुलदेखि लिएर बिउ बिजनदेखि लिएर के छ साग तरकारी किसानहरूले फलाएको चाहिँ त्यसलाई एक ठाउँमा राख्ने, त्यहाँबाट चाहिँ कलेक्सन गरेर बजारीकरण गर्ने, जो बजारको व्यवस्थापन अथवा हाट बजारको व्यवस्थापन गर्ने भन्ने त्यो मोडालिटीमा उहाँहरूले चाहिँ त्यो भवनमा के अरे सहयोग गरिदिनु भएको हो। र त्यो भवनमा खासमा के हो भने चाहिँ हामीले पनि कुरा के अरे त्यतिखेर हामी बाहिर बसेर पनि हामी त्यो भवन चाहिँ सेन्टर ठाउँमा हुनु पर्थ्यो। त्यो भवन त कि त धानुकाँडाको बिचमा अथवा त्यो जहाँ अहिले सिँचाइ अफिस छ त्यसकै वरिपरिमा हुनु पर्थ्यो। यदि त्यो नभए त्यहाँ यदि सम्भव भएन भने यही वडा कार्यालय र स्वास्थ्यको नजिक अथवा मावि नजिक सबैलाई पाइप पर्ने एरिया भनेको काठमाडौँको राजधानी भनेको मेन यही ठाउँ त हो नि होइन, सबैलाई पाइप पर्ने ठाउँ यो ठाउँमा भइदिएपछि अहिले वडाले पनि सुरक्षा गर्न सक्छ सबै कुरा। त्यो अहिले वडा भन्दा पनि अहिले टाढा छेकिएको छ, तलतिर छ, तैपनि त्यसलाई युजमा ल्याउनु भन्दाखेरि पनि अब न त्यहाँ सरकारी के अरे कार्यालय बनाउन जस्तो छ होइन, न त्यहाँ अब एकजना त के अरे ऊ राखेर एकजना हामीले सहकारीको पनि ल ठिक छ, सहकारीको एकजना के अरे कर्मचारी पनि राखेर पनि त्यहाँको चाहिँ जुन चाहिँ यहाँको के अरे बासमती जुन हाम्रो काठमाडौँमा फल्छ त्यो बासमतीलाई पनि भनौँ न आफ्नै गाउँ टोलमा के अरे सरसिमेन्टको सबै ठाउँमा कलेक्सन गरेर त्यहाँबाट ल्याइसकेपछि काठमाडौँको लोगो सहितको बजारीकरण गर्ने भन्ने हामीले योजना बनाएको थियौँ। त्यसपछि फेरि हामीले नमुना जलवायु नमुना के अरे कार्यक्रमबाट ठिक छ नि त के अरे बासमती पैकेट क्षेत्र बनाउनु पर्छ भन्दाखेरि अब पहिलो कार्यकालमा त चौखुटे बनायो भने तपाईँ हामीले सुनेको कुरा हो होइन, एउटा कागजी रूपमा त्यो अब सक्सेस भयो भएन त्यो आफ्नो ठाउँमा छ। एउटा गीत पनि राखेको छु, धानुकाँडा के अरे कोदो चौखुटे बासमती भन्ने एउटा गीत पनि बनाएको छ हाम्रो केही साथीभाइहरूले होइन। अब त्यो तपाईँहरूले भोग्नु भएको छ, देख्नु भएको छ कुन ठाउँमा के फल्छ भन्ने कुरो प्रष्ट रूपमा थाहा छ। त्यसपछि अब यो वर्ष के अरे धानगणा बनाउन गत वर्ष धानगणा बनायो, धानगणा पनि ल ठिक छ पकेट एरिया बासमतीको खास धानगणा र हाम्रो के अरे चैकोट हो। सङ्कलन केन्द्र चाहिँ जुन सहकारी भवन जुन सङ्कलन जिआइएनले बनाएको थियो त हामीभन्दा पनि पहिले के अरे ध्वस्त के अरे भग्ना जस्तो अवस्थामा त तोडफोडकै अवस्थामा प्रयोगविहीन नै भयो होइन, पहिला पनि प्रयोगविहीन नै थियो। पकेट क्षेत्र कहाँ बनायो त हामी धानगणालाई कसरी बनायो भनेपछि अब तपाईँको के छ भन्दाखेरि त्यहाँ सहकारी मार्फत सहकारीमा भन्दाखेरि सहकारीले त अहिले हामी सक्दैनौँ, त्यो भयो कृषक समूह चाहियो भन्दाखेरि कृषक समूहले पनि हामी गाउँपालिकामा चाहिँ एउटा सूचना निकालेर आह्वान गरेर कृषकहरू को हुनुहुन्छ कसको फर्म छ 25 जनाको समूह अन्तर्गतको एउटा के अरे समूहले दर्ता गरेर यहाँ के अरे दर्ता निवेदन दर्ता गरेर छनौट प्रक्रियामा चाहिँ यसरी चाहिँ यसको के अरे यसलाई चाहिँ खर्च गर्न सकिन्छ अथवा के अरे सहुलियत दिन सकिन्छ। त्यो अनुदान जस्तै रकम हो क्या त्यो भनेको पैकेट क्षेत्र बनाउन बासमतीको लागि त्यो गर्न सकिन्छ भन्ने सूचना निकालेर गाउँपालिकाले उहाँहरूले फर्म हाल्नुभयो। फेरि फर्म त हाले ठिक छ, अब नाताले केही पर्ला अथवा समूहले केही पर्ला, अब कसैको पार्टीमा आस्था होला त्यो आफ्नो ठाउँमा पर्ला, तर समूहको चाहिँ उहाँहरूको समूह भयो क्या त्यो कृषक समूह चाहिँ उहाँहरूले दर्ता गर्नुभएको थियो, त्यही समूहले चाहिँ निवेदन हाल्दा त्यो समूह छनौट प्रक्रियामा आयो। आइसकेपछि उहाँहरूले त अब समय त्यो 25 जनाले चाहिँ अब त्यो प्राविधिकको सल्लाह अनुसार बासमती पैकेट क्षेत्रमा के चाहिन्छ होइन, अथवा कति दिनको तालिम चाहिन्छ अथवा के भाँडा औजारहरू चाहिन्छ अथवा थ्रेसरहरू होला होइन, अब त्यसमा लाग्ने के अरे मलहरूको बारेमा होला के छ यो तरिकाले रोप्नु पर्ला भन्ने जुन प्राविधिक सल्लाह अनुसार छ त्यही अनुसारले चाहिँ उहाँहरूले बनाउनु भयो। फेरि पनि उहाँलाई मैले सुझाव घरमै गएर अथवा उहाँको टोलमै गएर पनि केही सुझाव दिएको थिएँ भने सहकारी पनि नजिक छ उपभोक्तासँग के अरे यो तपाईँको यो कृषक समूहको पनि अध्यक्ष तपाईँ हुनुहुन्छ, तपाईँले चाहिँ अब योलाई चाहिँ पारदर्शी रूपले चाहिँ खुलस्त रूपमा चाहिँ यहाँका जनताले चाहिँ अवश्य पाउँ। यो बासमतीको बारेमा उहाँले ट्वाइन्ट के अरे भारी बोकेर चौरासम्म जान नपरोस्। काठमाडौँ 5 को स्वास्थ्यको भवन र वडा कार्यालय सँगसँगै गाभिएको छ, सँगसँगै जोडिएको छ भौगोलिक हिसाबमा, तर पनि स्वास्थ्य उपचार हुने थलोमा यहाँको मोज मस्ती गर्ने थलो बन्यो भनेर हिजो अस्ति जुन जेन्जी
युवा पुस्ताहरूले आवाज उठाउनु भयो गाउँपालिकामा के कर्मचारीहरूलाई समेत ताला लगाएर चाहिँ भित्र थुनिदिनु भयो उहाँका माग सम्बोधन नभइसकेपछि म सकभर त अस्ति नै यो जुन 27 के अरे 28 गतेको जुन युवा साथीहरूले यहाँको युवा समाज पूर्वीचोकी युवा समाजले चाहिँ जुन गाउँपालिका तालाबन्दी जुन लगाएको थियो त्यतिखेर म 27 गते चाहिँ म धनगढी हिँडिसकेको थिएँ। त्यसपछि हामीले भिडियो लाइभ पनि हेरेका थियौँ र काठमाडौँको विषयमा चाहिँ यहाँको स्वास्थ्यको भवन चाहिँ त्यहाँ सिटामोल छैन, डाक्टर छैन होइन, अनि त्यहाँ चाहिँ कर्मचारी चाहिँ जनप्रतिनिधिले मौज मस्ती गर्ने एउटा क्वार्टर भन्ने जो युवाहरूको आरोप छ नि उहाँहरूले नबुझेर हो। हामी आउँदाखेरि 79 को निर्वाचित भइसकेपछि त्यो भवन हस्तान्तरण गरेको थिएन, पिएस कन्स्ट्रक्सनले त्यो भवनको जिम्मा लिएको थियो र के कसरी पूर्व वडा अध्यक्ष के अरे गाउँपालिका अध्यक्ष त्यो भवन बिना भनौँ न केही त्यसको अंशहरू केही बनाउनु बाँकी नै छ, त्यसरी उहाँहरूले कागजी रूपमा बुझ्नु भएको छ होइन। त्यसपछि बुझिसकेपछि अब हामी पनि आयौँ, हामी आइसकेपछि अनि त्यत्रो बिल्डिङ बनाएको छ सरकारले, त्यत्रो के अरे करोडौँको योजना बनाएको छ। अब करोडौँको योजना बनाइसके त्यत्रो भवन बनाइसकेपछि अब त्यसले पाउने त्यसले दिने सेवा सुविधा पनि दिनुपर्छ, त्यो त राज्यले सोच्नुपर्ने हो। बिल्डिङ छ, स्वास्थ्य के अरे यहाँ डक्टरको के अरे बस्ने सहितको पुरा माथि क्वार्टर बनाएको छ, दिया के छ भने याचे दिया छ के अरे याचे र अहेको छ एएनएम छ। वास्तवमा त्यो त राज्यले जुन नीतिले जुन भवन बनायो त्यो अनुसारको त्यहाँ दिन सक्नु पर्थ्यो। लागि के अरे स्वास्थ्य कर्मीका लागि सुरक्षाका लागि त्यहाँ क्वार्टर छ, नभएको कुरा होइन। अनि स्वास्थ्य कर्मी कस्तो पर्यो भने स्थानीय महिलाहरू, उहाँहरूलाई अब थाहै नै छ यहाँको वातावरणदेखि लिएर अब पुरानो अब केही त्यस्ता रूढिवादीहरू पनि छन्। अब त्यसप्रति त हामीले भन्न मिल्दैन, त्यसप्रति हामी जानु पनि भएन होइन। अनि फेरि अलि एकान्त ठाउँ हुँदाखेरि चाहिँ अब स्वास्थ्य अब महिला दिदीबहिनीहरू जुन के अरे स्टाफ के अरे एएनएम र स्वयंसेवी बस्ने कुरा त भएन, एएनएम र बर्थिङ सेन्टर पनि चलाएको छ। अब तिनीहरूको लागि चाहिँ अनि 2 जना चाहिँ हामीसँग स्टाफ यहीँ बस्ने 2 जना हाम्रो एएनएम र एउटा अहेको छन् बाहिरबाट आउनुभएको। अब उहाँको फिल्टर के अरे यहाँ हुँदाखेरि उहाँ फर्स्टमा चाहिँ तपाईँको पूर्वी चौकीमा आउँदाखेरि पास आउट हुँदाखेरि चाहिँ यहाँ हाम्रो यहाँ आइसकेपछि फेरि के अरे लेडिज मान्छे पऱ्यो, हामी त यस्तो ठाउँमा बस्न सक्दैन कि त हामीलाई सुरक्षा चाहियो भन्दाखेरि ल ठिक छ त्यसो भए तपाईँहरू यो बोर्डरमा बस्नुहोस्, अनि कहिलेकाहीँ हाम्रो के अरे स्टाफ सचिवज्यू के अरे आउनुहुन्छ के अरे वडामा बस्नु भन्दा पनि त्यहीँ बस्नु ठिक छ, तपाईँहरूलाई पानीको पनि व्यवस्था हुन्छ। रात डेलिभरी आउँदाखेरि अहिलेसम्म डेलिभरी भएको मान्छेलाई त्यहाँ बर्थिङ सेन्टरमा डेलिभरी भएको मान्छेलाई सोध्नु होला घरमा गएर, तपाईँको त्यो स्वास्थ्यमा चाहिँ राति तातो पानी तताएर चाउचाउ पकाएर त्यसरी सेवा गरिदिएको छ त्यो क्वार्टरले, त्यहाँ भएका कर्मचारीले। यदि कर्मचारी नभए पनि ती स्टाफ के अरे नर्सहरूले त्यो कोठाबाट चाहिँ परेको फ्रिजदेखि लिएर सबै कुरा राखिदिएको छ। मात्र के का लागि हो, त्यसको सुरक्षाका लागि हो। अहिले त्यहाँ बस्दाखेरि 2 दिन यो 2-4 त्यो पिरियडमा तपाईँको जुन जेनजीहरू के अरे यो हाम्रो युवा समाजको जुन अगुवाहरूले काठमाडौँको स्वास्थ्य चौकीमा चाहिँ यो क्वार्टर यस्तो बनाएको छ भन्दाखेरि चाहिँ हामीले 2 दिन त्यहाँ छोड्दाखेरि 2 दिन हाम्रो कर्मचारीले छोड्दाखेरि पानीको अभाव छ, त्यहाँ पानीको अभाव छ। डेलिभरी आउँदाखेरि पनि त्यहाँ पानीको समस्या छ, कोही के अरे बिमारी आउँदाखेरि पनि पानीको समस्या, त्यो जिम्मा कसले दिने? त्यसो भए युवा भन्ने साथीभाइ स्वास्थ्य कार्यालयका कार्य सहयोगीले दिउँसो पानी गर्दैनन् हो, उहाँको कामै उहाँको पानी भर्ने काम त छ, सरसफाइदेखि लिएर सबै काम छ, तर पुग्दैन नि त पानी, पर्याप्त मात्रामा छैन नि त पानी। माथि छ त्यसको मुहान माथि छ, एकचोटि ठिक छ उनीहरू अफिस टाइममा भर्छन्, ठिक छ अफिस टाइममा भर्छन्, 10 to 4 बेला जान्छन्। अनि पानी त हेरिदिनु पर्छ। उहाँ के अरे त्यहाँ बस्ने स्टाफहरू छन् के अरे सिस्टरहरू छन्, उहाँलाई खाना पकाउन चाहिएला, लुगा धुन चाहिएला, नुहाउन चाहिएला, अनि पर्याप्त मात्रामा माथिबाट पानी भारिदिन्छ। फेरि दिनको 2-3 चोटि चाहिँ त्यो पानीमा ड्युटी गराइदिनुपर्छ। अब बारम्बार भन्दा पनि त्यो योजना हालेर पनि यहाँका दाजुहरू मनस्थिति के हो भने यो पानी हामीले चाहिन्छ, हाम्रै बालबालिकालाई के अरे खुवाउनुपर्छ। अनि मैले आफ्नो व्यक्तिगत तर्फबाट त्यहाँ स्वास्थ्यमा अभाव त भयो, क्वार्टर त बनाउने, के गर्ने त, सिस्टरहरूलाई कसरी राख्न सकिन्छ? अब तिनका लागि बेड चाहियो। अब गाउँपालिकाले अथवा वडाले बजेट हाल्दाखेरि त्यतिखेर त्यो अवस्थामा सम्भव भएन। आफ्नो घरबाट पर्सनल के अरे यो बेडहरू लिएर खटियाहरू लिएर उहाँहरूलाई के अरे मैले यो स्वास्थ्यमा दिएँ, त्यस्तै विद्यालयमा पनि दिएको छु मैले आफ्नो व्यक्तिगत तरिका के अरे
पर्सनलबाट हो त्यस्तो तरिकाले उहाँले के अरे बुझ्या हुँदाखेरि चाहिँ यो चाहिँ जनप्रतिनिधि र कर्मचारीको चाहिँ काडामाडौँको स्वास्थ्यकोबाट चाहिँ यो चाहिँ मनोरञ्जनको थलो भयो भन्ने उहाँहरूको बुझाइमा के अरे फरक परेको हो। तर वास्तवमा उहाँहरूले आएर यहाँ बुझ्दाखेरि यहाँको सबै कुरा बुझ्दाखेरि यो रहेछ है, बाहिर सुन्नमा आएको यो रहेछ यथार्थ कुरा यो। र दोस्रो कुरा चाहिँ यहाँले जुन अर्को कुरा विवादित पनि गरिराखेको कुरा हो, यहाँका वडाका योजनाहरू वडा अध्यक्षको मनोमानी ढङ्गले चाहिँ वडाका योजनाहरू छनौट हुन्छन्, जनताको सहभागिता कम हुन्छ, कार्यकर्तामुखी योजना बढी छन्। र अर्को कुरा चाहिँ के भने यहाँका वडा सदस्य, दलित वडा सदस्य लगायतका केही वडा सदस्यहरू चाहिँ भारतमा धन कमाउँदैछन्। उहाँले चाहिँ यहाँ आउने तलब भत्ता बुझिलिने होइन, करिब यो अब 1 वर्ष हुन आँट्यो। यहाँका वडा सदस्यहरू चाहिँ मुम्बईमा छन्। यो तपाईँहरू जनताको जनमत लिएर चाहिँ धन कमाउनका लागि आउनुभएको अथवा भारत मुम्बई कुल्नका लागि आउनुभएको कसरी खण्डन गर्नुहुन्छ? तपाईँ एउटा नेतृत्व गर्ने मान्छे, तपाईँको वडा अध्यक्ष हुनुहुन्छ। ठिक छ, एकदमै सही क्वेसन। किनभने अब जुन तपाईँले योजना छनौटका कुरा भन्नुभएको छ, अब हामी सुरुवाती अवस्थामा आउँदाखेरि ल ठिक छ योजना पहिलो चरणमा 7 चरणमा के अरे छनौट गर्नुपर्छ, ठिक छ घर दैलो अथवा टोल भेला गर्दै ल्याउनुपर्छ भन्दाखेरि टोलमा जाँदाखेरि सबै ठाउँबाट सबै टोलबाट समथिङ 500 भन्दा क्रस योजनाहरू आए, 500 भन्दा बढी। सबैको इच्छा आकाङ्क्षा हुन्छ नि त, मेरो यो बाटो बनाइदिएको भयो, मेरो यो कुलो, मेरो यो खानेपानी, अथवा धेरै जसो माग त कसैले पनि मेरो यो ढल निकास, मेरो घरको वरिपरिको ढल निकास, मेरो खेतमा पहिरो गएको थियो त्यो खेतको के अरे जालीको व्यवस्थापन, सबै मागहरू दाजुभाइले राख्नु भएको थियो। अब त्यो सम्भव भएन, जे जति सम्भव भयो, जे जति सिमेट्न सक्यो त्यसरी चाहिँ टोलबाट योजना क्रमशः ल्याउँदै हामीले गाउँपालिकामा के अरे पठाउँदै सक्ने हामीले वडाले सम्बोधन गर्ने, यदि हामीले सकेन गाउँपालिकाले सम्बोधन गर्ने र भएको चाहिँ माथितिर पठाउनुपर्छ, जो चाहिँ अलिक जटिल अथवा के अरे लामो के अरे धेरै भनौँ न रकम लाग्ने छ त्यसलाई चाहिँ अब डिपिआरको उसबाट भए पनि माथि पठाउनुपर्छ भन्ने तरिकाले त्यसरी चाहिँ हामीले टोलबाट यसरी छनौट गर्दै हामीले योजनाहरू तल पालिका पुगाउँदै अनि वडाले सम्बोधन गर्ने पालिकाले सम्बोधन गर्ने त्यो तरिकाले हामी योजनाहरू छनौट गर्दै पठाउँथ्यौँ। रह्यो के भने कार्यकर्तामुखी यो मानेमा के अरे मैले कोही कोसिस जस्तो कि तपाईँ वडा अध्यक्ष भइरहँदा तपाईँ त कम्तीमा तपाईँ पछाडि पनि अन्य दलित महिला सदस्य, वडा सदस्य लगायतका 3-4 जना व्यक्तिहरू त छुट्नु भयो, किनभने उहाँहरू वडामा कहिले पनि देखिनुहुन्न, उहाँ त भारतमा हुनुहुन्छ। त्यसो भएका हिसाबले गर्दा तपाईँ एउटा वडा अध्यक्षले मात्रै योजना छनौट गर्नुहुन्छ। त्यो कुरा राखेँ, ठिक छ। तपाईँका अरू चाहिँ साथीभाइहरू चाहिँ धन कमाउन जानुभएको वास्तविकता होइन? ठिक छ, अब तपाईँको बुझाइमा त्यस्तो लाग्यो। तपाईँको बुझाइमा के भन्नुहोस्? तपाईँको बुझाइमा र जनताको बुझाइमा चाहिँ अब यी चाहिँ हामीले भोट दिइहाल्यौँ, जितिहाल्यो, यहाँको तलब पनि के अरे सेवा सुविधा पनि खान्छन्, उता भाडा पनि कमाउँदैछन् भन्ने मनसाय अब त्यो जानु पनि स्वाभाविकै हो। किनभने अब वास्तविक कुरा बुझ्दाखेरि चाहिँ उहाँको चाहिँ दलित महिला सदस्य हाम्रो के अरे यो खिनादे के अरे मथुरा सुनार र एकजना हाम्रो वडा सदस्य खिना देवी राहुल, उहाँको समस्या पहिला त घराइसी समस्या सबै कुरा मैले उहाँको बुझ्दाखेरि अब निवेदन दिइसक्यो भने ल ठिक छ, कति महिना हो के हो अवधि सबै कुरा मैले पालिकामा राख्दाखेरि ठिक छ। अब त्यसो हो भने त मान्छेले के अरे पाउने कुरा त पाउनु पर्यो, आफ्नो अधिकार हो। उनले के अरे बिमारी छु ल ठिक छ, डक्टरले यस्तो भनेको छ भन्दाखेरि त गर्नु पर्यो उपचार, कि त के अरे हामीले सम्भव छैन, हामीले गराइदिनु छैन, भोलि त्यो उपचार पनि ल गाउँपालिकाले अथवा वडाले यस्तो के अरे वडा सदस्यहरूलाई चाहिँ उपचारमा यदि खर्च त्यसो भए मलाई चाहिँ के बताइदिनुस् भन्दा बिरामी बिदा कति दिन दिन्छ भनेर चाहिँ सरकारी विधा अनुसार त के भन्नुस् त? अब त्यो सरकारी विधा यसमा लाग्छ, जनप्रतिनिधिले पनि बिदा चाहिँ बिरामी बिदा कति दिन फेर्नुपर्छ भन्नुस् त? सदस्यलाई सरकारी यो कर्मचारीको जस्तो यो विधा भन्ने कुरा पहिला कुरा सुन्नुहोस्। उहाँले हिजो मेरो मोबाइलमा मैले पनि के अरे तपाईँलाई प्रत्यक्ष रूपमा देखाउन सक्छु, हिजोको भोइस मेसेज छ अथवा के अरे भिडियो सहित हाल्नु भएको छ। हस्पिटलमा अझै फेरि 3 महिना के अरे 3 महिना लाग्दैछ अरे, पाइप अहिलेसम्म चेन्ज भएको छैन किडनीको र के पिसाब नलीको। त्यो हुँदाखेरि उहाँको समस्या त्यो हुँदाखेरि उहाँ ल ठिक छ, सबभन्दा त पहिला आफ्नो ज्यान हो, ल ठिक छ तपाईँहरूको के परेको समस्याहरू अथवा तपाईँले राखेका कुराहरू म गाउँपालिकामा सम्बोधन गरिदिन्छु, राखिदिन्छु। अब बाँकी कुरा म वडाबाट हेरिहाल्छु। अनि हामी सदस्यहरू अन्य 2 जना सदस्यहरू हुनुहुन्छ, हाम्रो सल्लाह अनुसारले चाहिँ तपाईँले भएको कुराहरू राख्नु होला भन्दाखेरि उहाँको समस्या मथुरा के अरे सुनारको समस्या त्यो छ,
म हिजै पनि तपाईँलाई अहिले पनि देखाउन सक्छु त्यो सबै प्रुफहरू। र खिनादेवी रावलको समस्या भन्दाखेरि उहाँको चाहिँ परिवार भनेको आफ्नो फ्यामिली, उहाँको चाहिँ सबै कुरा बुझ्दाखेरि, उहाँको समाजलाई सबै कुरा बुझ्दाखेरि उहाँको के अरे श्रीमान चाहिँ अलिकति भनौँ मेन्टली त्यस्तो तरिकाको बिमार हुँदाखेरि चाहिँ अब यहाँ असम्भव छ, अब जानुपर्ने हो। के अरे उहाँले नै भयो सदस्यले नै आफ्नो श्रीमानलाई लिएर ल ठिक छ तपाईँ त्यसो हो भनेपछि उपचार गरेर आउनुहोस् भन्ने तरिकाले उहाँहरू नै त्यसरी जानुभएको हो। तर यो सोचाइमा फरक पऱ्यो होला, कसै अब उहाँहरूको आफ्नो आफन्तको घरमा के अरे उयोमा रुममा बस्नु भएको होला, अथवा एकाध रूपमा कसै दाजुभाइले कसैले सहयोग गर्नुभएको होला, उहाँहरूलाई प्रत्यक्ष नै थाहा छ म यहाँ छु उहाँहरू उहाँ हुन्छ। तर बुझाइमा त्यो जानु स्वाभाविक हो जनताको माझमा र सबैको माझमा चाहिँ सदस्यहरू यसरी यत्रो लामो समयदेखि के अरे बाहिर जानुभएको छ, उहाँ चाहिँ यसरी धनकमान जानुभएको छ, त्यो सोचाइमा जान सोच्ने के अरे स्वाभाविक नै हो जो कोहीले पनि भन्छ। तर वास्तविक कुरा बुझ्दाखेरि चाहिँ यो देखिन्छ। यो चाहिँ यो भन्न चाहे मैले। त्यसै गरी अर्को कुरा चाहिँ के भने वडा नम्बर 5 धानुकाँडामा जुन तपाईँले सुनार टोलमा एउटा धारो बनाउनु भयो, त्यो धारो चाहिँ उपभोक्ता समितिको अध्यक्ष स्वयं कोले बनाउनु भयो, दलित महिला वडा सदस्यले बनाउनु भयो। त्यो धारो कस्तो टाइपको धारो बनाउनु भयो भन्दा त तपाईँले बिना टुटीवाला 2टा धारा निर्माण गर्नुभयो। 1,50,000 को धारा, जहाँ चाहिँ बिना टुटीको छ्यापछ्याप्दै भिडियो जनतालाई म देखाउन सक्छु। अनि त्यो चाहिँ कुन प्राविधिकको आँखाले पास गरेको योजना हो र कस्तो तपाईँले चाहिँ जनप्रतिनिधिलाई वडा उपभोक्ता समितिको अध्यक्ष बनाएर योजना हाल्नुभयो? ल त्यो ठिक छ, त्यसो भयो तपाईसँग के अरे महिला सदस्य वडा सदस्य के अरे उपभोक्ता जो भए पनि उहाँको परिवारको सदस्य एकजना चाहिँ उपभोक्ता समितिको अध्यक्ष बनाउनुभएको छ। तपाईँको क्वेसन नै गलत छ। उपभोक्ता समितिको के अरे अध्यक्षमा जसको के अरे जनप्रतिनिधि हुन्छ नि उसको घरको मान्छेले अथवा स्वयं त्यो मान्छेले बस्न मिल्दैन भने प्रष्ट रूपमा थाहा छ। यदि त्यो सदस्य के अरे उपभोक्ता समिति सदस्य हाम्रो कार्यपालिकाको सदस्य उपभोक्ता समितिको अध्यक्ष भने योजना बनेको योजना जनतामुखी हुनु पर्यो कि परेन? परिमा हुनु पर्यो कि परेन? टुटी हुनु पर्यो कि परेन? ट्याङ्की हुनु पर्यो कि परेन? भन्दैछु वास्तवमा त सबभन्दा पहिला त उसको त्यो 1.5 लाखको बजेटको इस्टिमेट हुन्छ, प्राविधिक इस्टिमेट हुन्छ। प्राविधिकले के इस्टिमेट दिएको छ त्यही अनुसारको उसले बनाउने हो, त्यो योजना बन्ने हो होइन। मनमानी त कसै पनि उपभोक्ताले बनाउँदैन, के अरे प्राविधिकको इस्टिमेट फालेर यो बनाउनु पर्छ भनेर त्यसरी त भुक्तानी। त्यसो भए 1,50,000 वडाध्यक्षलाई बजेट लागेन, बिना टुटीवाला धारो 1,50,000 इस्टिमेटै मात्र बन्न सक्यो। 1,50,000 को योजनामा के इस्टिमेट दिएको छ, टुटी पनि दिया, बिना टुटीको त धारा हुँदैन। आँखाले तपाईँ र म गएर आँखाले अनुगमन गरौँ। यदि टुटी भेटिएको खण्डमा म फेसबुकमा लाइभ गर्छु। यहाँ सुन्नुहोस् तपाईलाई म देखाउँछु के फेसबुकमा लाइभ गर्नु भन्दा पहिला टुटी छ या छैन यहाँ सुन्नुहोस्। पहिला त्यो धारो निर्माण भएको ल मानौ, अहिले धारो सम्पन्न भयो, टुटी लगायो, भोलि बिहान तपाईँ जस्ता के अरे कसैले व्यक्तिगत रिसिभको कारण टुटी फाल्यो त्यसको जिम्मेवारी को लिने? त्यसो भए चाहिँ सडक सिँचाइ सार्वजनिक सम्पत्ति कुराहरू खानेपानीका कुराहरूमा पनि त्यो व्यक्तिले चाहिँ लिन्छ। किन लिँदैन? तपाईको प्रत्यक्ष रूपमा त्यही धानकाँडाको टोलमा बनाएको योजना भत्काएको छ एकजना व्यक्तिले। तर मलाई चाहिँ अचम्म कुरा के भने व्यक्तिगत रिसिभीले तपाईलाई यसै माविको यो खानेपानी हामीले खानेपानी प्रत्येक वर्ष निर्माण गरेका हुन्छौँ, प्रत्येक वर्ष मर्मत गरेका छौँ। अहिले ठिक छ, अहिले फोटामा हामीले खानेपानीको निर्माण उपभोक्ता समितिले गर्यौँ, हामीले सहयोग गर्यौँ, फोटा हामीले अनुगमन गर्यौँ, ठिक छ। फेरि जाँदाखेरि त्यहाँ टुटी हुँदैन, काहीँ के अरे टोयलेट के अरे फ्यान हुँदैन, त्यस्तो समस्याहरू आउँछ। किन? यो के अरे कार्यकालमा अथवा यो मान्छे होला उहाँहरूको इबी होला मनमा के अरे रिसिभी होला त्यसलाई, तर त्यो रिसिभी र त्यो के अरे मनमुटावलाई चाहिँ योजनासँग र विकासकै कुरामा चाहिँ जोड्नु हुँदैन भन्ने मेरो मान्यता हो। तर दाजुभाइ अथवा के अरे आफ्नो व्यक्तिगत रिसिभीका कारणले पनि त्यो गर्न सक्छन् मलाई लाग्छ होइन। जहाँसम्म कि बिना टुटी अहिले प्रत्यक्ष रूपमा पनि देख्न सकिन्छ, धेरै धाराहरूमा टुटी हुँदैन, काहीँ पाइप काटेको हुन्छ, के अरे जोइन्ट छेका हालेको हुन्छ, यहाँ पानी लिकेज भएको हुन्छ, उहाँ भएको हुन्छ, काहीँ के अरे यो बाटोहरूमा सिडी भत्कियो भयो। हामीले अनुगमन गर्दाखेरि तपाईँहरूले हामीले हेर्दाखेरि र अनुगमन गर्दाखेरि प्राविधिकको उसमा जाँदाखेरि चाहिँ ठिक हुने, अनि हामी दोस्रो दिन अथवा तेस्रो दिन जाँदाखेरि त्यो मतलब भत्किएको बिग्रेको हुनुपर्ने कारण मेन उद्देश्य भनेको के हो? त्यो हाम्रै समाजको चेतनाको कमी हो भन्नु। ल हामी कार्यक्रमको अन्त्यतिर पनि छौँ। योभन्दा गहिरो संवाद र लामो संवाद त यहाँको 5 वर्ष कार्यकाल सकिनुभन्दा अगाडि पनि जनतासँग राखेर पनि गरौँला। र अब चाहिँ वडाध्यक्ष 5 नम्बरका वडाध्यक्ष युवा पनि हो तपाईँ उमेरका हिसाबमा। अब खडक साउदको राजनीतिक भविष्य योभन्दा अगाडि पनि देखिराख्नु भएको छ कि तपाईँले चाहिँ जनताले कसरी सम्झिने के? अब
यो विषयमा चाहिँ अहिले भन्न सकिने अवस्था केही छैन। उहुँ। मेरो विचारमा लाग्छ होला, म देख्दिनँ। योभन्दा अगाडि अब राजनीतिक भविष्य छैन त्यसो भए तपाईँको? अहिलेसम्म त्यस्तो मैले गर्छु या गर्दैन भन्ने मैले यकिन चाहिँ गर्न सकेको छैन। किनभने मैले अनुभव गरे अनुसार कि त के अरे बिना दलको हुनुपर्छ, दलगत दबाब पनि हुँदो रहेछ है। के अरे बिना दलको हुनु पर्यो। यदि साँच्चीकै गर्न चाहने र साँच्चीकै के अरे ल यो तरिकाले गर्नुपर्छ, ल युवाहरूले जुट्नुपर्छ, के अरे युवाहरूले साथ दिनुपर्छ भन्ने तरिकाले जाउँ भने त्यो उसमा हिँड्नु भने कि त स्वतन्त्रै निस्कनुपर्छ। पार्टीगत हिसाबले जाँदाखेरि चाहिँ अब तपाईँहरूलाई थाहै नै छ, हिजो यो पार्टीहरूकै लाग्दा चाहिँ आज देशको अवस्था यो भएको छ। केही कमी कमजोरी त पार्टीका दलहरूले पनि स्वीकार गर्नुपर्छ कि हाम्रो दलले गर्दाखेरि यत्रो वर्ष हामीले चाहिँ भनौँ न के अरे नेपालमा मतलब हाम्रो देश हाँक्दाखेरि अथवा यो शासन गर्दाखेरि सत्ता हातमा आउँदाखेरि चाहिँ हामीले चाहिँ विकास नभएको कुरा होइन। अहिलेसम्म 2007 सालदेखि लिएर अहिलेसम्म विकास नभएको कुरा होइन। हिजोका दिनमा हामी कसरी हिँडेका थियौँ, हिजोका दिनमा हामीले यो सडक देखेका थिएनौँ होइन, हिजोका दिनमा कसैले औषधि पाएको थियो, बालबालिका मरेका थिए, कति के भएको थियो। विकास बिस्तारै हुने हो, एकैचोटि कायापलट। त्यसो भए तपाईँसँग मैले गरेको सम्भावना अध्यक्ष खड्ग साउदले भने अब युवाले देश बनाउनका लागि, युवाले नेतृत्व गर्नका लागि पार्टी परित्याग गर्नुपर्छ भनेर राखौँ। त्यसो भए अहिले त्यो यो अवस्थामा पुग्दैन। आउँदैछ, समय आउँदैछ, 84 आउँदैछ। यहाँको भनौँ न यो समाज र युवाहरूको साथ, उहाँको सपोर्ट र उहाँहरूको सुझाव के हुन्छ त्यो तरिकाले हिँड्न सम्भव होला जस्तो लाग्छ मलाई। जहाँसम्म लाग्छ अहिलेको परिवेश, देशको परिवेश हेर्दाखेरि दलीय हिसाबले दल नराम्रो कुरा होइन, दल राम्रो ठिक छ, कुनै पनि दल नराम्रो होइन, दल सबै आफूमा ठिक छ। र त्यहाँभित्र जुन के अरे कार्यान्वयन गर्ने, जुन सत्तामा पुग्ने व्यक्तिहरू मात्रै नराम्रो हुँदाखेरि चाहिँ यो अवस्था आएको जस्तो लाग्छ मलाई यो देशमा होइन। किनभने सुध्रिनु पर्थ्यो, मौका आएकै हो, धेरै समयसम्म, लामो समयसम्म चाहिँ शासन गरेकै हो दलहरूले, र गर्दा गर्दै पनि अति भइसकेपछि चाहिँ यो अवस्थामा पुग्न बाध्य भएको हो। तर अब चाहिँ सचिनुपर्छ र पुनर्विचार गर्नुपर्छ। युवाहरूमा पढे लेखेको सबै कुरा भनौँ न सबै कुरा मै हुँ भन्ने तरिकाले चाहिँ हिँड्नु भएन। दलीय रूपमा पनि उहाँहरूले चाहिँ फेरि अलिकति सचेत भयो र अब चाहिँ पढे लेखेका र अहिलेको नयाँ जेनेरेसन अनुसार हिँड्नुपर्छ। र अहिलेको चाहिँ के अरे यो भनौँ न इन्टरनेटको जमानामा चाहिँ यो तरिकाले हिँड्नुपर्छ। त्यो खालका कार्यकर्ता पार्टीहरूले चाहिँ त्यो खालका मान्छेहरू चाहिँ जस्तो शिक्षा मन्त्री, शिक्षामा विज्ञ भएको मान्छेलाई पो शिक्षा मन्त्री बनाउने, स्वास्थ्य मन्त्री छ जो त स्वास्थ्यमा चाहिँ विज्ञ भएको मान्छेले अथवा स्वास्थ्य पढेको, राम्रो पढेको, स्वास्थ्य उसले बनाएको प्लान चाहिँ फेल खानु भएन कि स्वास्थ्यमा यो किसिमको अभाव हुन्छ, शिक्षामा चाहिँ यो नीति ल्याउनुपर्छ, यो नीति राख्दाखेरि ठिक हुन्छ भने त्यस्ता मान्छे के अरे त्यस्ता अगुवा मान्छे अथवा मन्त्रीहरू चाहिँ छनौट गर्दाखेरि चाहिँ राम्रो होला। त्यो तरिकाले हेर्दाखेरि पनि देश विकास होला भन्न चाहेँ। र दलीय किसिमले चाहिँ गर्दाखेरि चाहिँ पुरानै प्रवृत्तिमा नगइकन नयाँ के अरे फेरबदल भयो भने चाहिँ राम्रो होला जस्तो मलाई लाग्छ। पार्टी त्याग हुन्छ तपाईँको? पार्टी अहिले भन्न सक्ने अवस्था छैन। 84 को बिचमा छौँ र देशको माहौल र परिस्थिति अनुसार कुन तरिकाले चल्नुपर्छ त्यसपछि मात्र मेरो भनौँ न भनाइ त्यसपछि पर्छ मेरो। अबको अन्तिम चरणमा हुनुहुन्छ तपाईँ। अब चाहिँ तपाईँहरूले चाहिँ के गर्छु भनेर चाहिँ लाग्नु भएको छ? अब तपाईँको त 1 वर्षकाल छ, यो बिचमा बाँकी समयमा चाहिँ जनताका लागि चाहिँ यो काम गर्छु भन्ने टाइपको कुनै योजना? तपाईँले अस्ति बोगटी गाउँबाट पनि पानी मर्मत अथवा कुन उसको त्यो दलित समुदायबाट तपाईँलाई निवेदन आयो या तपाईँलाई फोन गर्यो के गर्यो, तर अहिलेसम्म तपाईँले बोगटी गाउँमा चाहिँ पानी मर्मतको लागि पनि गर्न सक्नु भएको छैन, वास्ता गर्नु भएन कि तपाईँले नबुझेको कि नसुनेको? अब त्यसमा म भन्छु जुन माथि के अरे बोगटीगाँडा टोलको यो सुत्केरी ढुङ्गा तलको जुन बस्ती छ त्यो नेत्र के हो भाइको नाम ठ्याक्कै बिर्सिहालेँ, उहाँको टोलमा खाने पानीको अभाव छ, नभएको कुरा होइन। तर पाइप लिएर पनि त्यहाँनिरबाट के अरे खाँदैछन् होइन, पानी खाँदैछन्। जो जल्दा बल्दा र कुरा उठाउनेवाला चाहिँ इन्डिया छ, मतलब भारतमा छन् होइन, आफ्नो रोजगारीको सिलसिलामा। अनि सोझा मान्छेले अब आइमाई मान्छे घरमा हुन्छन् न, बुढापाका मान्छे हुन्छन्, गाउँको मान्छेले मान्दैन। अब मैले त्यहाँ म दिन्छु तपाईँ के अरे स्रोत खोज्नुहोस् भन्दै पनि स्रोत के अरे मुहान पाएन, अनि कसले दिनु पाएन, कहाँबाट ल्याउने?
मैले त राखेको तपाईँ के अरे अब अहिले त मुहान पनि खोजिसकेको छ होइन? मुहान पनि खोजेको छ भने अथवा के अरे सबै कुरा ठिक छ मिलेको छ भने अब आउने असाढको उसमा चाहिँ त्यो बजेट पहिलो प्राथमिकता त्यो राखिदिन्छु। किनभने मैले प्रत्यक्ष रूपमा देखेको कुरा हो कि उहाँहरूलाई खानेपानीको अभाव छ। हामी त्यस्तो मान्छेले सपोर्ट गर्ने हो, त्यो संविधानलाई पनि दिने हो। तर समस्या के आयो कुरा यो 1 वर्षभन्दा अगाडि पनि भइसकेको कुरा हो। त्यसको समस्या चाहिँ मुहान नपाउँदाखेरि जुन व्यक्तिले जसको व्यक्तिको अब यहाँ गाउँघरमा त के हुन्छ भनेपछि यो मेरो जग्गामा छ यो पानीको मुहान, म कसैलाई दिन्न कि मैले के अरे पैसा दिनु पऱ्यो त्यसपछि मात्र दिन्छु भन्ने प्रवृत्ति छ, तपाईँहरूलाई थाहै नै छ। त्यो चेतना चाहिँ अझै के अरे फरक किसिमको भयो भने सबैले पानी खानुपर्छ यार, पानी कसैको हुँदैन, बाटो कसैको हुँदैन, जमिन कसैको हुँदैन, जङ्गल कसैको हुँदैन भन्ने तरिकाले त्यो तरिकाले बुझ्यो भने चाहिँ विकास गर्न र के अरे विकास निर्माणका कामहरू गर्न पनि सजिलो पनि छ। सबै दाजुभाइले के अरे सुविधा पनि पाउँछन्। अब एक अर्काले अवरोध गर्दै गयो भने अब अन्तिममा चाहिँ भर्खरको कुरा मात्रै जुन गाउँपालिकाभित्रको 10 लाख सिपमूलक कार्यक्रम दलित समुदायका लागि भनेर जुन बजेट विनियोजन भयो त्यसैको सेरोफेरोमा 1,50,000 जति वडा नम्बर 5 काडामण्डललाई पनि भाग पर्यो। त्यसमा पनि त्यो बजेट चलाउने मान्छे, बजेट विनियोजन गर्ने मान्छे चाहिँ दलित महिला सदस्यका उहाँ चाहिँ देवर बाबु नाता पर्म हुँदो रहेछ। उहाँले त्यो बजेट दिनुभयो 2-4 जना मिलेर, तपाईँले चाहिँ एउटा योजना यसरी बनाउनुहोस् भनेर खाका दिनुभयो, त्यो पैसा लिएर चाहिँ उहाँ भारत पस्नुभयो। अनि दलितलाई चाहिँ मात्रै तपाईँले चुनावको समयमा भोटका लागि प्रयोग गर्ने ढाल सम्झिनु भएको अन्तिममा ल एकदमै राम्रो कुरा। सबभन्दा पहिला त मैले के भन्न चाहेँ भने हजुरको यो जुन लक्षित वर्गको जुन रकमहरू आउँछ त्यो रकम गाउँपालिकामा जाँदाखेरि चाहिँ अब एकमुष्ट डल्लो देख्छन्, एकमुष्ट डल्लो देखिसके सबैले आँखा लगाउँछन्। त्यहाँ हुने खाने मात्र दलितहरू जो अगुवा गर्ने हुन्छन् उहाँहरूले नै यो पैसा यसरी चाहिँ कार्यक्रम बनाएर के अरे वितरण गर्छन् अथवा के अरे भुक्तान लिन्छन् भन्ने कुरा उठिसकेपछि हामीले सबै के अरे 7जना वडा अध्यक्षज्यूले के माग राख्नुभयो भने हामीले ल ठिक छ गाउँपालिकामा राख्दाखेरि यो डल्लो बजेटलाई आँखा लगाउँछन्, हुने खाने दलित मात्रै आउँछन्, टाटामाटा पढे लेखेका मात्रै आउँछन्। अब चाहिँ गाउँमा लिन्छ, प्रत्येक वडामा लिनुपर्छ भन्दाखेरि अब त्यसलाई टुक्राउँदाखेरि 1.5 लाख रुपियाँ पुग्न गयो। तर काडामाडौँको हकमा चाहिँ के चाहिँ काम भयो के भन्नु खोजेको? 1.5 लाख रुपियाँ पुग्न गइसकेपछि अब 1.5 लाखको फेरि मैले सुरुवाती अवस्थामा त्यो रकम विनियोजित भइसकेपछि सबै दलित दाजुभाइहरू सबैका म एक नाम पाड्न सक्छु। चैकोटदेखि हाम्रो साबीको 1 नम्बर टोलसम्मका सबै दाजुभाइहरू ल तपाईँ दलित दाजुभाइहरू तपाईँको माग के हो, मतलब त्यो 1.5 लाख पुरा के कार्यक्रम बनाउने, तपाईँहरू एकछिन बसेर बैठक बसेर त्यो निर्णय ल्याउनुहोस्, हामी यो कार्यक्रम गर्छौँ, यसरी चाहिँ के अरे हामीलाई चाहिँ पास गरिदिनु पऱ्यो अथवा यो हाम्रो एजेन्डा हो, हामी सबै सरसल्लाह गरेर यसलाई उपभोक्ता समिति अध्यक्ष बनाउने अथवा यो कार्यक्रम बनाउने अथवा सिपमूलक कार्यक्रम बनाउने के गर्ने त्यो हामी ल्याउँछौँ भनिसकेँ। ल ठिक छ भनेर तिनीहरूलाई मैले टाइम दिएँ। टाइम दिइसकेपछि उहाँहरू आउनु भएन। अझ फेरि लास्ट आवरमा असाढ मसान्तको अगाडि भनौँ न जेठको लास्टतिर उहाँहरू फेरि जाग्नुभयो, फेरि आउनुभयो। फेरि आइसकेपछि म लिन्छु एक भन्छ, म लिन्छु एक भन्छ। त्यस्तो होइन, यो पैसा त्यसरी बाँड्न मिल्दैन, बिस्कुट चाउडर बेचे जस्तो होइन। सबै फेरि टोलका मान्छे सबै एकदेखि साबीका 9 टोलका दलित अगुवाहरू सबैलाई बोलाउनुहोस्, तपाईँहरू बैठक राख्नुहोस्, अनि के अरे सबैबाट के अरे पास गरेर सबैलाई सिग्नेचर गरेर ल्याउनुहोस् वडामा यो कार्यक्रम गर्छु भनिसकेपछि अनि उहाँहरूले ल्याउनुभयो। उहाँहरूले कसलाई उपभोक्ता समिति बनायो अथवा के अरे दलित सदस्यको के अरे देवरलाई बनायो कि ससुरालाई बनायो कि अथवा फलासन अर्कालाई बनायो, कसलाई विषय बनायो यो विषयमा त्यो विषयमा रहेन। हामीले त कानुनी कुरामा चाहिँ यो समिति गठन भइसकेपछि आइसकेपछि र माइनर सहित ल्याइसकेपछि हामी चाहिँ यो गर्छौँ। डोको निङ्गालोको के अरे निङ्गालो बाँसको चाहिँ हामी चाहिँ डोका र के अरे त्यो नाग्ला बनाउने हामी यो चाहिँ सिप गर्छौँ। यो छोटो समयमा यो नै सकिन्छ र केही सिपहरू पनि छन् हामीसँग, हामी त्यो सिकाउन सक्छौँ भनिसकेपछि उहाँहरूले चाहिँ ल्याउनु भयो। ल ठिक छ त्यसो भए तपाईँहरूको सबैको मन्जुरी हो भनिसकेपछि उहाँहरूले यो हाम्रो यो ठ्याक्कै यो वडा कार्यालयकै पराङ्गड अगाडि त्यहाँ भलिबल खेला पवागडा भन्ने ठाउँमा चाहिँ उहाँहरूले त्यो कार्यक्रम गर्नुभयो। गरिसकेपछि अब बिल भुक्तानी कुरा आयो। बिल भुक्तानी कुरा आउँदाखेरि अब सबै डकुमेन्ट ल्याउनुहोस् होइन, प्राविधिकको सल्लाह अनुसारको सबै कुरा डकुमेन्ट ल्याउनुहोस् भनिसकेपछि उहाँहरूले सबै कुरा बिल भरपाई ल्याउनुभयो, फोटासहित ल्याउनुभयो, भुक्तानी लिएर जानुभयो। अब उसले भुक्तानी तालिम दिएको मान्छेलाई दिएन कि अथवा स्रोत साधन किनेन कि उहाँले व्यक्तिगत रूपमा कसरी लियो भने कागजका चाह्यो भने कागजको प्लेनदेखि घोडा पनि बनाउन सकिन्छ।
कागजी रूपमा कानुनी रूपमा सबै कुरा भयो भन्दैमा नाक देखाउने बाटो मुख देखाउने बाटो पनि राख्नुपर्छ क्या। तर गरेको काम चाहिँ के दिगो रूपमा चाहिँ के भयो हात पर्यो के हात पर्यो सुन्ने नि आखिर। अब मैले त्यो 1.5 लाखको हुने कार्यक्रम धोटोको निगालो देखाइसकेपछि ल ठिक छ बोल्यो भने हामी पनि एकछिन त्यसो भए वडामा चाहिँ छ त्यो अहिले डोको नाङ्लो राख्नु भएको छ। डोको नाङ्लो चाहिँ उहाँहरूले चाहिँ आफै जसले के अरे सिकाउनु भएको थियो त्यो टोलमा वितरण गर्नुभएको थियो, के गर्नुभएको छ उहाँहरूलाई थाहा छ। र हामीले बुन्दाखेरि चाहिँ हामी गएको हो है। अब उनी व्यावसायिक हिसाबमा चाहिँ डोको नाङ्लो गरेर खान सक्ने भयो त हो त्यो हो। अहिले चाहिँ सदुपयोगमा आयो कि आएन भन्ने कुरा अबको निगरानी हो हाम्रो। सुन्नुहोस् त्यही कुरा के आउँछ भने हामी तालिम दिँदाखेरि भत्ता पाइन्छ भन्ने आशले चाहिँ सबै त्यहाँ मुमु गर्ने म आउँछु भन्ने होइन। अनि तालिमको त्यो भत्ता लियो अनि केही बिउ बिजन दियो त्यसलाई घरको एक कुनामा थन्क्याउने अनि पैसाको मुखमा त के अरे भत्ता मात्र हेरेर हुँदैन नि त। त्यो सिप सिकिसकेपछि सदुपयोगमा ल्याउनु पर्यो र यहाँका जनताले चाहिँ त्यसबाट के अरे लाभ हुनु पर्यो अथवा उहाँको चाहिँ आर्थिक उन्नति हुनु पर्यो नि त। हो त्यो तरिकाले चाहिँ हामीले सिपमूलक तालिम छ भने त्यो तरिकाले जानुहोस् भन्दाखेरि त्यो पनि ठिकै लाग्यो हामीलाई। ए तपाईँ हामीसँग के अरे बाँस र निङ्गाले प्रशस्त मात्रामा छ तपाईँहरूले त्यो ल्याउनु भयो झन् राम्रो भयो त। भोलि छ हामीले त के अरे डोको नाङ्लो किन्न त के अरे चौकुटे अछाम त जानु परेन, यहीँ काठमाडौँमा उत्पादन हुन्छ नि झन् राम्रो भयो भन्ने कुरा भयो। हो अब यो लागेन भने अब फलो गर्ने हामी त्यो मान्छेले के अरे त्यो भनौँ न व्यावसायिक रूपमा गरिरहेको छैन अथवा कुन कतिजनाको समूह बनाएको छ तिनीहरूले व्यावसायिक रूपमा हामी गर्छौँ भने हो त्यसलाई चाहिँ ठिक छ। तपाईँले जति कुरा बोल्नु भएको छ ती कुराहरू आर्काइभमा अथवा भनौँ इन्टरनेटको माध्यममा जीवित रहनेछन्। तपाईँ चाहे यो कुर्सीमा हुनु होला नहोला होइन नहुनु होला त्यो फरक कुरा हो। र अर्को कुरा पनि मैले भन्न चाहेँ यदि सबै दलित दाजुभाइको जुन यो कुरा उठेको छ पैसा यसरी लिएर चाहिँ उठेको छ के अरे भागेको छ अथवा हामीलाई यो चाहिँ कार्यक्रमको दिएको छैन अथवा भन्ने जो उहाँहरूलाई लागेको छ उहाँहरूले पनि सम्झिदिनु होला कि गलत हो कि सही हो अथवा त्यसलाई कसरी अब कार्यान्वयनमा ल्याउने त्यो मान्छेलाई यदि तिनी बदमासै गरेको हो भने होइन। अब कागजी रूपमा त हामीले अनुगमनको रूपमा त के अरे प्राविधिक इस्टिमेट अनुसार त पास भइसकेको छ सबै कुरा भइसकेको छ र आँखामा छारो हाल्ने यदि कसै दाजुभाइलाई गरेको छ त्यस्तो के अरे दलित दाजुभाइहरूलाई गरेको छ भनेको छ भने त्यसलाई पनि कानुनी कठघेरामा ल्याउने हाम्रो दायित्व हो, ल्याउन सकिन्छ। अन्तिममा त्यो भन्न चाहे मैले। ठिक छ। अब 3 वर्षसम्म जनताको हकितका लागि कति सेवा गर्नुभयो स्वयं तपाईँलाई थाहा होला, यहाँका स्थानीय जनतालाई थाहा होला र अबको बाँकीको 1.5-2 वर्ष पनि जनताको जनजीविकाको सवालमा यहाँको विकासका सवालमा यहाँको यो उर्वर समय व्यतीत होस् भन्ने हाम्रो कामना छ र बाँकी कुराकानी हामी अर्को श्रृङ्खलामा पनि यहाँसँग गर्ने नै छौँ। यहाँले बोल्नुभएका कुराहरूलाई दर्शकहरूले के कस्तो टिप्पणी गर्नुहुन्छ त्यो आधारमा पनि हामी यहाँलाई फलोअप गर्ने नै छौँ भन्दै समय र संवादका लागि यहाँले धन्यवाद छ। शिक्षाको कुरामा यहाँले जोड्न खोज्नु भएको कुरा छोटकरीमा शिक्षा क्षेत्र चाहिँ के भइराखेको छ काठमाडौँको, कति त तपाईँले बाबुन बाजे पण्डित पनि पाल्नु भएको छ शिक्षाका हिसाबमा चाहिँ होइन, सेवा सुविधा खुवाइराख्नु भएको छ तर उहाँ चाहिँ समयमा विद्यालयमा आउनुहुन्न, विद्यार्थीलाई पढाउनुहुन्न भन्ने कुरा पनि बेला बेला एकदमै राम्रो के अरे क्वेसन राख्नु भएको छ। जुन यो समाजलाई नै चलाउने र यो समाजलाई नै परिवर्तन गर्ने भनेको नै शिक्षा नै हो, शिक्षा मार्फत नै हो। शिक्षा आर्जन गरेर नै देश विकास अथवा राम्रो भनौँ न समाज निर्माण गर्ने ठाउँ भनेको शिक्षा नै हो, शिक्षाले नै हो। र शिक्षा अहिले काठमाडौँको सन्दर्भमा हेर्दाखेरि विगतका दिनहरूभन्दा त केही त सुधार भएको छ पहिलेको भन्दा, केही भौतिक रूपमा होला केही अब भनौँ न पढाइको सन्दर्भमा। अनि तपाईँको पहिला हामी पढ्दाखेरि के अरे शिक्षकहरू पाउने विषयगत शिक्षकहरू थिएन। अहिले चाहिँ हामीले चाहिँ गाउँपालिकाले रूपमा लिँदाखेरि चाहिँ हामीले यो शिक्षक समायोजन अथवा विद्यालय मर्च गर्दाखेरि चाहिँ अहिले चाहिँ केही रूपमा चाहिँ के अरे सरहरूको चाहिँ उपस्थिति अथवा विषयगत सरहरू अहिले पाउनु भएको छ विद्यार्थीहरूले। र समग्र रूपमा के छ भने अब शिक्षाको यो काठमाडौँको शिक्षा होइन कि देशभरिको शिक्षाको नीति नै अब एकै किसिमको छ र त्यसलाई फलोअप गर्ने बेग्लै कुरा नीतिगत अनुसारले र जुन हाम्रो काठमाडौँको रिजल्टको अनुसारको जुन नतिजा आउनु पर्थ्यो त्यसका लागि चाहिँ मैले के भन्न चाहेँ भने जुन हाम्रो अभिभावक त्यसमा शिक्षक मात्र दोषी होइन, अभिभावक पनि दोषी अनि शिक्षक केही पर्सेन्ट अनि त्यसपछि व्यवस्थापन समिति होइन, त्यसपछि विद्यार्थी लगाएर चारवटाको जुन चाहिँ एक रूप त आउँदैन। शिक्षकले पनि मेरो दायित्व मैले कसरी पढाउनुपर्छ, मेरो यो चाहिँ मैले सरकारी सेवा सुविधा देखाएको छु, मेरो कर्तव्य हो चाहिँ उहाँहरूलाई यति पर्सेन्ट अथवा यसरी चाहिँ हामीले पढाउनुपर्छ भन्ने जहाँसम्म उहाँले दायित्व सोच्नुहुन्न तबसम्म। अर्को कुरा चाहिँ यो चाहिँ विद्यार्थी भाइ बहिनीहरूको चाहिँ मेरो भविष्य छ है, मैले पढ्नुपर्छ, भोलि समय के अरे समय दिनुपर्छ, लगनशीलता हुनुपर्छ भन्ने जो विद्यार्थीमा त्यो के अरे अनुभूति हुँदैन
त्यसले पनि के अरे एक किसिमको नतिजामा ऊ फेरबदल गर्छ। र अर्को कुरा अभिभावकले नै मेरो छोराछोरीको भविष्य छ, भोलि मेरा छोराछोरीलाई मैले स्कुल पढ्ने टाइम दिनुपर्छ, होमवर्क गर्ने टाइम दिनुपर्छ, सधैँ काम पनि गर्नुपर्छ, नगर्ने कुरा होइन, काम गरेर पनि पढ्ने हो, काम गरेर नै खाने हो, तर निश्चित समय तोकिदिनु पऱ्यो नि त। विद्यालय जाने समय यो, अनि त्यसपछि होमवर्क गर्ने समय यो, उहाँहरूलाई ट्युसन जाने समय यो भनेर के अरे अभिभावकले बुझ्दियो भने अनि त्यसपछि व्यवस्थापन समितिले पनि त्यहाँका केही भौतिक संरचनाहरू केही कमी कमजोरी छन्, कहाँ डेस्क बेन्च पुगेको छैन, विद्यार्थीलाई बस्नलाई उभिएर बस्नुपर्ने अथवा भुइँमा बस्नुपर्ने त्यस्तो अवस्था छ, अथवा शिक्षकहरू के अरे केही अभाव छ भने व्यवस्थापन समितिले त्यो व्यवस्थापन गरिदिने र जनप्रतिनिधिले त्यहाँको स्रोत जुटाइदिने। र के अभाव तपाईहरू मलाई लाग्छ तपाईहरू गलत मात्र निर्णय दिनुहुन्छ जस्तो लाग्छ त्यो क्षेत्रमा। सुधार हुन्छ जस्तो मलाई शिक्षामा लाग्छ। ल भन्नुहोस् त, त्यो तपाईँको जति तपाईँसँग बोल्दा त्यही प्रश्न त्यही जवाब आउँछ होइन, शिक्षकहरूसँग बोल्दा त्यही जवाब आउँछ, अनि तपाईँको विद्यालय व्यवस्थापनहरूसँग बोल्दा त्यही जवाब आउँछ मात्र यति। तपाईँहरूको मिटिङ पनि हुन्छ, अभिभावकै आउँदैन मिटिङ हुन्छ होइन। यो मात्र तपाईँहरूले गर्दा गर्दै 1-2 वर्ष बितिसक्यो होइन। यस्तो छ, यो कुरा चाहिँ कस्तो छ भने तर अन्तिममा चाहिँ यसको निचोड चाहिँ कसरी हुन्छ जब रिजल्ट आउँछ तब फेसबुकमा लेख्नेहरू पनि तातिन्छन् होइन। र यहाँका स्थानीय लगायतका जनप्रतिनिधि पनि छेपारो जस्तै छेपारोले घाम लागेपछि हुन्छ नि अलि जागरुक हुने, रिजल्ट आउँछ त्यतिखेर मात्र जागरुक हुने। मैले त्यो क्वेसनको संक्षिप्तमा दिएँ। जुन अहिले शिक्षाको सुधारको लागि तपाईँले यो बिचमा कुरा उठाउनु भएको छ नि, अब तपाईँले देख्नु भएको छ प्रत्यक्ष रूपमा विद्यालय कति दिन पढाइ हुन्छ र कति दिन हाम्रा स्थानीय चाडपर्वहरूले गर्दाखेरि कति के अरे ग्याप गर्छ, र दसैँ बिदादेखि लिएर अनि हाम्रा स्थानीय चाडपर्वहरूले पनि यो विद्यालयमा अहिले कति % विद्यार्थी उपस्थिति हुन्छन् तपाईँले प्रत्यक्ष रूपमा देख्नु भएको छ। यो सबै ठाउँमा चाहिँ हाम्रो गाउँठाउँको अवस्थामा हेर्दाखेरि पूर्वीको हकमा हेर्दाखेरि। र अर्को कुरा अनि 1 वर्षलाई मात्र नतिजाका लागि मात्र जुन हेर्ने जुन दाजुभाइहरू हुनुहुन्छ नि, जो फेसबुक स्ट्याटसमा लेख्नुहुन्छ, उहाँहरूले मेरो सम्झाउनु पऱ्यो कि मेरो दायित्व के हो र मेरो छोराछोरी अथवा मेरो भाइ बहिनी समयमा स्कुल गएको छ कि छैन, त्यहाँ विद्यालयमा टिचर छ कि छैन, के अरे उहाँले त्यो ट्युसन पढ्ने वातावरण बनाएको छ कि छैन, आफ्ना भाइ बहिनीहरूलाई कापी कलम दिएको छ कि छैन, सधैँ घाँस काट्न र मोबाइल चलाउन दिएको छ के छ, सबभन्दा पहिला त फेसबुकमा लेख्ने दाजुभाइदेखि लिएर आमा बुवा जे जति हुनुहुन्छ उहाँले 1 वर्षको नतिजाको असाढी 80 को रिजल्ट मात्र हेर्ने हो कि मैले मेरो छोराछोरीलाई 1 वर्षसम्म कति टाइम दिएँ त, कति मैले ट्युसन पढ्न के अरे फिस दिएँ, के अरे खर्च दिएँ, कति चाहिँ मैले घरमा होमवर्क गर्न टाइम दिएँ, कति दिन चाहिँ मैले स्कुल के अरे पढ्ने टाइम दिएँ, र कति मैले रेखदेख गरेँ आफ्नो छोराछोरीको, समयमा स्कुल गएन, बिचबाट भागे कि अथवा के अरे कुलतमा लागेको छ कि अथवा बेलायनमा लागेको छ के छ, उहाँहरूको सबै कुरा परिस्थिति बुझ्नुपर्ने त सबभन्दा पहिला ती दाजुभाइहरूले हो। अनि एक दिनमा आएर रिजल्ट सोधेर हुन्छ, उहाँहरूले चाहिँ त्यसरी दबाब दियो भने हामी पनि जनप्रतिनिधि हामीले पनि भनेका छौँ कि यदि असहाय गरिब छ भने चाहिँ उहाँ जेन्दार छ भने हामी फ्रीमा ट्युसन पढाउँछौँ, उहाँको खानेको व्यवस्था गर्छौँ, रहनेको व्यवस्था गर्छौँ, आउनुहोस् पढिदिनुहोस् भन्दा पनि पढ्दैनन्। अनि त्यो जिम्मेवारी त सबभन्दा पहिला त अभिभावकले लिनु पर्ला नि त। वडाले यसरी दिन्छौँ, हामीले फ्री पढाउँछौँ अथवा के अरे बस्ने व्यवस्था गराइदिन्छौँ, यदि खानालाई पनि छैन भने त्यसको पनि व्यवस्था गराइदिन्छौँ, र ट्युसन पढ्ने जुन फिस हुन्छ त्यसको पनि मिना गरिदिन्छौँ हामी, वडाले व्यवस्थापन गरिदिन्छौँ। यदि त्यस्तो अवस्थाका बालबालिकाहरू छन् भन्दा पनि अनि यहाँ नआए भने विद्यालयमा उपस्थित भएन भने अनि वर्षको रिजल्ट एक दिनमा फेसबुकमा सिद्ध्याएर हुन्छ। पहिला त चासो राख्नु पऱ्यो कि पहिला आफूले मैले के अरे बोर्डिङमा त्यही बालबालिका त्यसै भाइ बहिनीसँग छुट्टिएका भाइ बहिनी जस्तो भाइ र बहिनीमा अनि के अरे भाइको रिजल्ट राम्रो आउने के अरे बोर्डिङमा, अनि के अरे बहिनीको रिजल्ट चाहिँ के अरे सरकारी स्कुलमा चाहिँ नराम्रो आउने भन्ने हुन्छ। किन उसले आफ्नो पैसा खर्च गरेको छ के अरे केटा मान्छे अथवा छोराप्रति जुन प्राइभेट विद्यालयमा हो त्यस्तो माया र त्यस्तो उसलाई टाइम दिएको छ नि, त्यस्तो चाहिँ यहाँ सरकारी विद्यालयमा गऱ्यो भने त्यहाँभन्दा राम्रो नतिजा आउँछ। त्यहाँभन्दा राम्रो त्यो त मलाई त मास्टर डिग्री होल्डर के अरे गरिसकेका मान्छे लोकसेवा आयोगबाट पास भएका के अरे शिक्षकहरू चाहिँ के अरे असक्षम हुने र प्राइभेट के अरे बोर्डिङहरूमा चाहिँ +2 र अन्डर एसएलसी अथवा ब्याचलर गरेको टिचर चाहिँ सक्षम हुने भन्ने कुरा त हुँदैनन् यहाँ हाम्रो सोचाइमा। र हामी अभिभावक र विद्यार्थीदेखि लिएर हामीले सबभन्दा फोकस गर्नुपर्ने भनेको हाम्रो बालकले कसरी टाइम दिने, हामीले कति ध्यान दिने अथवा उहाँहरूप्रति के गर्ने, र विद्यालय व्यवस्थापनलाई के भन्ने, र सरहरूलाई कतिको के अरे सुझाव दिने, अनि
त्यो तपाईँको बच्चाले है स्कुलमा नियमित आउँदैन है, होमवर्क गर्दैन, यो भनेको मान्दैन भने के अरे सरले थर्काएको छ, अनि इन्डिया आइडल है त्यसको होस उड्छ, त्यस्तो के अरे झपाड्न मिल्छ भनेर अनि अभिभावकले धम्की दिने, अनि लास्टमा आएर रिजल्ट खोजेर हुन्छ। यो कुरामा चाहिँ सबै दाजुभाइहरूले बुझिदिनुपर्छ भन्न चाहेँ मैले। हस्, सबैको सम्वादका लागि यहाँलाई विशेष धन्यवाद छ वडा अध्यक्षज्यू। धन्यवाद। जुन तपाईँले यहाँ आएर हाम्रो वडाको पूर्वी चौकी 5 को समग्र विकासको र अहिलेसम्मको यो 3 वर्ष कार्यकालको जे जति कुराहरू बताउनु भयो अथवा जनताहरूमा चाहिँ हाम्रो मिडिया मार्फत चाहिँ तपाईँले राख्ने मौका दिनुभयो, त्यसका लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहे। र समग्र पूर्वी चौकीवासी अथवा पूर्वी चौकी 5 काठमाडौँवासीहरूलाई मैले यो भन्न चाहेँ कि जे जति गर्न सक्यो होला म के अरे जुन काम मैले बोलेका बाचाहरू र तपाईँहरूको माझमा राखेका कुराहरू जे जति गर्न सके पुरा भइहाल्यो। यदि अधुरा छ भने त्यसको लागि पनि अब यो 2 वर्षको भित्रमा पनि गर्ने चाहन्छु र फेरि पनि बाहिर बसेर पनि म ती कुराहरूको लागि अथवा ती योजनाहरूलाई आफूले सकेसम्म र आफ्नो व्यक्तिगत क्षमताको हिसाबले चाहिँ राख्ने पर्ने ठाउँहरूमा प्रदेशदेखि लिएर केन्द्रसम्म अथवा स्थानीय तहको गाउँपालिकाहरूमा बाहिर रहेर पनि राख्न के अरे हल गरिदिनेछौँ अथवा तपाईँहरूको समस्यालाई समाधान गरिदिनेछौँ भन्न चाहे। नमस्कार, धन्यवाद।